एउटा हेल्दी मान्छेले दिनमा कति लिटर पानी पिउनु पर्छ? अनि कमन मिथ कि जति धेरै पानी पियो त्यति नै राम्रो हुन्छ, के यो कुरामा सच्चाइ छ? फरक मान्छेको वाटर निड फरक हुन्छ। यसलाई जेनरली आफ्नो बडी वेट अनुसार एस्टिमेट गर्दा हुन्छ। अर्थात् आफ्नो जति बडी वेट छ त्यसलाई 35 ले मल्टिप्लाई गर्नुस् अनि जति रिजल्ट आउँछ त्यति नै ml पानी तपाईले डेली पिउनु पर्छ। जस्तै तपाईको बडी वेट 60 केजी छ भने 60 लाई 35 ले मल्टिप्लाई गर्दा 2100 ml आउँछ, अर्थात् 2.1 लिटर। यो तपाईले नर्मल डेमा पिउने पानी हो। यो भन्दा धेरै कम पानी खानु भयो भने तपाईलाई डिहाइड्रेसन हुन्छ, जसले गर्दा शरीरमा थकान, टाउको दुख्ने, केही काम गर्न मन नलाग्ने अनि किडनीमा पनि समस्या हुन्छ, पत्थरी पनि पर्ने सम्भावना बढ्छ। अनि यो भन्दा धेरै पानी पिउनु भयो जस्तै 5-6 लिटर भने तपाईको शरीरको इलेक्ट्रोलाइट डाइल्युट हुन्छ, किडनीमा भार पर्छ। सो पानी लिमिटमै पिएको राम्रो। अनि एकैचोटी धेरै पानी पिउनु भन्दा डिफरेन्ट टाइममा पानी पिउनु होला। आफ्नो पिसाब फिक्का पहेँलो रङ हुने गरी पानी पिउनु होला। यदि धेरै पहेँलो हुन्छ भने तपाईले थोरै पानी पिउनु भयो, अनि यदि पुरै पानी जस्तै सफा हुन्छ भने तपाईले धेरै पानी पिउनु भयो। त्यसबाहेक यो कन्डिसनहरुमा तपाईले अलि धेरै पानी पिउनु पर्छ। नम्बर 1, गर्मीको बेलामा 1-2 लिटर एक्स्ट्रा पिउनुस्। नम्बर 2, एक्सरसाइज वा हेभी वर्कआउट गर्नुहुन्छ भने पनि एक्स्ट्रा 1-2 लिटर पिउनुस्। नम्बर 3, जति कफी या चिया पिउनुहुन्छ त्यसको डबल पानी एक्स्ट्रा पिउनुस्। जस्तै 1 कप कफी पिउनु भयो भने 2 कप पानी सँगै पिउनुस्, किनकि कफी र चियाले एक्स्ट्रा पानी बाहिर फाल्दिन्छ। अनि नम्बर 4, यदि तपाईलाई पत्थरी भएको बेलामा डाक्टरको सल्लाह अनुसार पानी पिउनु होला। यो भिडियो आफ्नो नजिकको मान्छेलाई फरवार्ड गरिदिनु होला अनि उनीहरूले 1 गिलास पानी पिउनु पर्छ। थ्यांक यू फर वाचिङ।